सो मैले चाहिँ आज दुईवटा वाइवाई चाउचाउ किनेर लिएर आएँ। अनि म चाहिँ खासै चाउचाउ मन पर्दैन, कहिलेकाहीँ खान्छु होइन। त्यसपछि आज खान मन लागेर मैले दुईवटा चाउचाउ लिएर आएँ। लिएर आएपछि मैले चाहिँ कराई बसाएँ। कराईमा ज्वानोलाई कालो बनाएँ। कालो बनाएपछि प्याजलाई पनि हल्का फ्राई गरेँ। त्यसपछि मैले माथिबाट बन्दा हालेँ। अनि यो हालेपछि अलिक स्वाद आउँछ कि। अनि बन्दा हालिसकेपछि मैले एउटा टमाटर पनि हालिदिएँ, किनभने अलिक कलर पनि आउँछ, मिठो नै हुन्छ त्यसलाई हालेपछि, टमाटर हालेपछि। त्यसपछि मैले टमाटर बन्दाहरू हालेपछि मजाले चलाएँ। चलाइसकेपछि मैले स्वाद अनुसारको नुन, बेसार, त्यसपछि मरमसला, यो जिरा धनियाँहरू पिसेको धुलो हालेर चलाएँ। त्यसपछि मैले दुईवटा चाउचाउ हालिदिएँ त्यसमा। दुईवटा चाउचाउ हालेर मजाले चलाएँ। मजाले चलाइसकेपछि फेरि मैले पानी हालिदिएँ। पानी हालिदिएपछि एकछिन मैले छोपिदिएँ त्यसलाई। छोपिदिएपछि चाहिँ मेरो चाउचाउ यस्तो बन्यो। वाउ, कस्तो खाम जस्तो यस्तो मिठो भएको थियो चाउचाउ। अनि चाहिँ मेरो चाउचाउ खोर्सानी हालेको चाहिँ, अर्को चाहिँ छोरोको, एकदम दामी भयो चाउचाउ चाहिँ, स्वाद आयो धेरै दिनपछि खाएर। अनि छोरोलाई पनि मिठो भयो अरे, मिठो मानी खाइरहेको छ मेरो छोरो पनि। सो मिठो भयो आज खाजा।